मैले चाहिँ आफूलाई यो एक वर्षमा चाहिँ 73,730 पुसअप गर्ने च्यालेन्ज गरेको छु। यो च्यालेन्जबाट फिटनेस चाहिँ मेरो मेन गोल होइन। द मेन गोल इज टु गेन द कन्ट्रोल ओभर माई टाइम, टु हेभ द कन्ट्रोल ओभर वाट आई डु। किनभने फ्रम द past few years I've been doing this same work, same thing, अनि every day feels like the same day के हरेक दिन एउटै चिज गरिरहेको छु, हरेक दिन एउटै दिन जस्तो फिल हुन्छ अनि it doesn't feel like I am living anymore. It feels like I'm just going through whatever it is. अनि a week ago म चाहिँ sunset हेर्न गएको थिएँ, not because it is beautiful or to relax or enjoy, you know, तर but because I needed to remind myself कि अझै पनि मैले मेरो लाइफमा के हुन्छ, म के गर्न चाहन्छु, त्यसमा चाहिँ मेरो कन्ट्रोल छ भने त्यो सेन्स रिगेन गर्नको लागि चाहिँ म गएको थिएँ हैन। अनि त्यसपछि त्यसै कुरा चल्दा चल्दै अनि न्यू इयरको टाइममा why don't I start this challenge where I do push up every day and then increase it by 1 reps every day हैन। त्यसको लागि चाहिँ मैले सुरुमा नम्बर निकाल्नको लागि चाहिँ नम्बर कसरी गर्ने त ल कति गर्ने त भनेर सोच्दाखेरि चाहिँ I came up with this 73730. It is actually big number हैन। नम्बर त्यो ठुलो बिग पिक्चरमा हेर्दाखेरि नम्बर ठुलो छ, तर I started with 20 push-ups in the day 1 and त्यसपछि एक एक बढाउँदै बढाउँदै गर्दै day 365 मा चाहिँ it will be 73730. That's how I came up with the number. अनि तर अहिले गरेको 8 दिन भइसक्यो, तर पनि खासै there's no major changes. It still feels like I'm old me, but एउटा कुरा के चेन्ज भएको छ भने even though it's the same type of life I'm living right now, मलाई चाहिँ के फिल लाग्छ भने मैले मेरो लागि चाहिँ केही गरिरहेको छु है, त्यो एउटा सेन्स चाहिँ आएको छ। By the end of this challenge मैले चाहिँ के चेन्ज देख्न सक्छु भनेर मैले सोचेछु भन्दाखेरि even though मैले अगाडि नै भने मैले फिटनेसको लागि त गरेको होइन, बट फिटनेसको लागि नगरे पनि मैले यो गरेपछि फिटनेस पक्कै पनि आउँछ होला सायद। त्यसपछि मोस्ट इम्पोर्टेन्ट भनेको by the end of this challenge I think I will have more clarity over what I want to do, what I can do, अनि I think I'm gonna build up a lot of strength mentally, physically. I know it's gonna be tough, it's gonna get harder and harder, but we will do it. I will do it. If anyone would like to do the same, please go ahead, join me on this journey. Yeah, I'd see you on day 9.